नमस्कार साथीहरू, आज हामी निर्वाचन प्रहरी 2082 अर्थात् म्यादी प्रहरीमा सोधिने लिखित प्रश्नहरूको बारेमा छलफल गर्न गइरहेका छौँ। प्रश्न नम्बर 1मा सोधिएको छ, नेपालको संविधान कहिले जारी भयो? उत्तर विक्रम सम्वत 2072 साल असोज 3 गते। प्रश्न नम्बर 2, नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र कहिले घोषित भयो? विक्रम सम्वत 2065 जेठ 15 गते। प्रश्न नम्बर 3, नेपालको राष्ट्रिय झण्डा कस्तो आकारको छ? दुईवटा त्रिकोण मिलेर बनेको छ। प्रश्न नम्बर 4, नेपालको राजधानी कहाँ पर्दछ? काठमाडौँ। प्रश्न नम्बर 5, नेपालको राष्ट्रिय फुल कुन हो? लालीगुराँस। प्रश्न नम्बर 6, नेपालको राष्ट्रिय जनावर कुन हो? गाई। प्रश्न नम्बर 7, नेपालको राष्ट्रिय पक्षी कुन हो? डाँफे। प्रश्न नम्बर 8, नेपाल राष्ट्रिय खेल कुन हो? भलिबल। प्रश्न नम्बर 9, नेपालको क्षेत्रफल कति छ? 1,47,516 वर्ग किलोमिटर। नेपालमा कतिवटा प्रदेशमा विभाजन गरिएको छ? 7वटा प्रदेशमा। त्यस्तै प्रश्न नम्बर 11मा सोधेको छ, नेपालको सबैभन्दा अग्लो हिमाल कुन हो? सगरमाथा। प्रश्न नम्बर 12, सगरमाथाको उचाइ कति छ? 8,848.86 मिटर। प्रश्न नम्बर 13, नेपालको राष्ट्रिय गीत कसले लेखेका हुन्? व्याकुल माइला। प्रश्न नम्बर 14, नेपालको राष्ट्रिय गानका सङ्गीतकार को हुन्? अम्बर गुरुङ। प्रश्न नम्बर 15, नेपालको पहिलो राष्ट्रपति को हुन्? रामवरण यादव। प्रश्न नम्बर 16, हाल नेपालको संसदलाई के भनिन्छ? सङ्घीय संसद। प्रश्न नम्बर 17, सङ्घीय संसदमा कतिवटा सदन छन्? 2वटा, प्रतिनिधि सभा र राष्ट्रिय सभा। नेपाल राष्ट्र बैङ्कको स्थापना कहिले भयो? विक्रम सम्वत 2013 साल वैशाख 14 गते। त्यस्तै प्रश्न नम्बर 19मा सोधिएको छ, नेपालको मुद्रा के हो? रुपैयाँ। प्रश्न नम्बर 20, 1 रुपैयाँ बराबर कति पैसा हुन्छ त? 100 पैसा। प्रश्न नम्बर 21, नेपालको सबैभन्दा लामो नदी कुन हो? कर्णाली नदी। त्यस्तै प्रश्न नम्बर 22मा सोधिएको छ, नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य कहिले बन्यो? विक्रम सम्वत सन् 1955। प्रश्न नम्बर 23, नेपालको सबैभन्दा ठुलो ताल कुन हो? रारा ताल। प्रश्न नम्बर 24, नेपालका छिमेकी देश कुन कुन हुन्? भारत र चीन। प्रश्न नम्बर 25, नेपालमा कतिवटा जिल्ला छन्? 77वटा। प्रश्न नम्बर 26, नेपालमा कतिवटा स्थानीय तहहरू रहेका छन्? 753वटा। प्रश्न नम्बर 27, नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो? डोल्पा। प्रश्न नम्बर 28, जनसङ्ख्याका आधारमा ठुलो जिल्ला कुन हो? काठमाडौँ, नेपालको तुलनामा भनेको है साथीहरू। प्रश्न नम्बर 29, नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय कुन हो? त्रिभुवन विश्वविद्यालय। प्रश्न नम्बर 30, नेपालमा पहिलो आम निर्वाचन कहिले भयो? विक्रम सम्वत 2015 साल। प्रश्न नम्बर 31, नेपालको राष्ट्रिय भाषा के हो? नेपालमा बोलिने राष्ट्रिय भाषा नेपाली नै हो। प्रश्न नम्बर 32, मानव अधिकार दिवस कहिले मनाइन्छ? डिसेम्बर 10 तारिकका दिन। त्यस्तै प्रश्न नम्बर 33मा सोधिएको छ, विश्व वातावरण दिवस कहिले मनाइन्छ? जुन 5 तारिकका दिन। प्रश्न नम्बर 34, नेपालको पहिलो महिला राष्ट्रपति को हुन्? विद्यादेवी भण्डारी। त्यस्तै प्रश्न नम्बर 35मा सोधिएको छ, नेपालको पहिलो प्रधान न्यायाधीश को हुन्? महिला प्रधान न्यायाधीश सुशीला कार्की। प्रश्न नम्बर 36मा सोधिएको छ, नेपाल कुन महादेशमा पर्ने गर्छ? एसिया महादेश। प्रश्न नम्बर 37, बुद्ध जन्मिएको स्थान कहाँ हो? लुम्बिनी। प्रश्न नम्बर 38मा सोधिएको छ, लुम्बिनी कुन जिल्लामा पर्दछ? लुम्बिनी रूपन्देही जिल्लामा पर्ने गर्छ। प्रश्न नम्बर 29, नेपालको राष्ट्रिय गान कहिले लागू भयो? नेपालको राष्ट्रिय गान विक्रम सम्वत 2064 सालमा लागू भएको थियो। प्रश्न नम्बर 40मा सोधिएको छ, नेपालमा कतिवटा हिमाल 8000 मिटरभन्दा अग्ला रहेका छन्? 8वटा हिमालहरू 8000 मिटरभन्दा अग्ला रहेका छन्।
प्रश्न नम्बर 41, म्यादी प्रहरी बन्ने मुख्य उद्देश्य के हो त? देशको शान्ति सुरक्षामा सहयोग गर्नु। प्रश्न नम्बर 42 मा सोधिएको छ, लोकतन्त्र दिवसलाई कहिले मनाइने गरिन्छ? लोकतन्त्र दिवस वैशाख 11 गते मनाउने गरिन्छ। प्रश्न नम्बर 43, नेपालमा जनगणना कति वर्षमा हुने गर्छ? प्रत्येक 10 वर्षको फरकमा नेपालमा जनगणना हुने गर्छ। प्रश्न नम्बर 44, नेपालको सबैभन्दा होचो स्थान कुन हो? केचना कवल। प्रश्न नम्बर 45, नेपालको सर्वोच्च अदालतको प्रमुख को हुन्छ? प्रधान न्यायाधीश। प्रश्न नम्बर 46, नेपालमा कतिवटा मौसम मानिन्छन्? अर्थात् ऋतुहरू 6वटा ऋतुहरू मानिन्छ। प्रश्न नम्बर 47, नेपालको कति संवैधानिक अङ्ग छन्? नेपालमा 13वटा संवैधानिक अङ्ग छन्। प्रश्न नम्बर 48, नेपालको सबैभन्दा अग्लो ताल कुन हो? तिलिचो ताल। प्रश्न नम्बर 49, नेपालको कार्यकारी प्रमुख को हुन्? प्रधानमन्त्री। नेपालमा शान्ति सुरक्षा हेर्ने प्रमुख निकाय कुन हो? नेपाल प्रहरी। धन्यवाद। यदि तपाईँलाई हाम्रो भिडियो मन पर्यो भने हाम्रो भिडियोलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला अनि आफ्नो साथीहरूलाई सेयर गर्न पनि नबिर्सनुहोला। धन्यवाद।